बाख्रा पालनमा जति पनि तपाई खुवाउनुहुन्छ र बाहिरी परजीवी र भित्री परजीवीबाट तपाईले सुरक्षा गर्नु भएन भने तपाई बाख्रा फार्ममा सफल हुन सक्नुहुन्न। नमस्कार किसान साथीहरु, फेरि पनि नेपाल गोट फार्ममा तपाईलाई धेरै स्वागत। आजको यस भिडियोमा बाख्रा पालन यदि किसान साथीहरु गर्दै हुनुहुन्छ भने बाख्रा पालनमा के हुन्छ कि बाख्रालाई जति पनि सन्तुलित खाना खुवाउनु भए हुन्छ भने तपाईले के गर्नुहुन्न कि सबैभन्दा पहिला बाहिरी परजीवी र भित्री परजीवीबाट बचाउन को लागि उपाय चाहिँ गर्नु होला। अहिले हेर्दै हुनुहुन्छ नुहाउँदै छु बाख्राहरुलाई, केले नुहाउँदै छु, कसरी नुहाउँदै छु अनु अगाडि भिडियोमा कुरा गर्दै छु अनि भिडियोलाई पुरा हेरेर जानु होला। के छ कि बाख्रालाई तपाईले जुकाको दबाई खुवाउनु भयो टाइममा प्रत्येक 3-3 महिना खुवाउनुहुन्छ, मलाई थाहा छ। त्यसको अलावा पनि यदि बाख्रालाई जुम्रा उपिया जुन बाहिरी परजीवीहरु छ नि त्यसबाट सुरक्षा गर्नु भएन भने मच्छर आदि इत्यादिबाट सुरक्षा गर्नु भएन भने तपाईको बाख्रा चाहिँ के हुन्छ कि विकासमा अथवा खुनको कमी हुने र शारीरिक समस्याहरु पनि धेरै हुन सक्छ, किनभने बाहिरी परजीवीले यसको खुन चुस्छ र बाख्राको जति पनि खुवाए पनि बाख्रालाई जति पनि खुवाए पनि के हुन्छ कि तपाईको केही उभो लाग्दैन। त्यसैले प्रत्येक 6 महिनामा बाख्रालाई के हुन्छ त बाहिरी परजीवीबाट सुरक्षा गर्नको लागि परमेथ्रिन 1% जुन साबुन आउँछ त्यो साबुनले चाहिँ बाख्रालाई सफा गर्नु होला। यस्तै पानी लगाएर हल्का दल्दा पनि हुन्छ र त्यसको साथसाथै आइभरीमेक्टिन जुन ट्याब्लेट हुन्छ त्यो पनि खुवाउनु होला। प्रति बाख्रा सानो बाख्रालाई एउटा र ठुलो बाख्रालाई दुईटा खुवाउनु होला। अथवा यसको इन्जेक्सन पनि आउँछ, यसको इन्जेक्सन पनि चाहिँ प्रत्येक 6 महिना लगाउन सक्नुहुन्छ। हस्त किसान साथीहरु, भिडियो राम्रो लागे लाइक र सब्स्क्राइब गरेर जानु होला। जय देश जय नेपाल।